घामको किरणको साथ वेलकम टु माई एनदर ब्लग। अनि आज चाहिँ माघे सङ्क्रान्ति अनि माघे सङ्क्रान्तिको दिन हामीले चाहिँ गेस्टहरू बोलाएर अलिकति यहाँ खानेकुराहरू बनाएर अनि त्यसरी नै मनाउने छौँ। तपाईँहरूले कसरी मनाउनु रहेछ त्यो पनि कमेन्ट गर्नुहोला। अनि आज चाहिँ यहाँ हाम्रो बन्दैछ के बन्दैछ पकोडा, यहाँ माछा बन्दैछ अनि के बन्छ अहिले हेर्नुपर्छ। सो अहिले चाहिँ कति 8 बज्यो होला अनि हामी चाहिँ बनाउने कार्यक्रम हुँदैछ। यहाँ बनाउँदै गर्छौँ, देख्नुपर्छ। अहिले एकछिनमा के अरे मलाई आएन के देखाउनु के भनेको चुलाको दस्ता हो यो। त्यो डरहरू भयो त सानो त्यो पाकिसकेको के हो? रात रात भयो। ठ्याक्कै यस्तो अलिअलि आछ रङ त रातो हुनु पर्यो तर किन भएन हौ। अलिक टाइम राख्नुपर्ने होला नि त। कचरी दालको पाक्दैछ, कचरी पाक्दैछ। सङ्क्रान्तिको बाबा बहिनी जोइन अनि हामी यहाँ दुईजना बाहिर हुनुहुन्छ। दुईजना बाहिर हुने मान्छे गफ गर्दै डल्ल परेर तातो घाम तालुमा लिँदै अनि यता मम्मी त्यतिका पकाउँदै हुनुहुन्छ। यता एउटा काम गर्दैछ यो को सो आज सङ्क्रान्तिको दिन सङ्क्रान्ति मनाउँदै हामी खाँदैछौँ। सबै भयो। दिउँसो बजाउँदा के भयो? यसो भन न, नहाला यसो भन न, नहाला भन न। तिमी खाऊ हामी यस्तै त हुने हो। यहाँ बाहिर आज घाम दामी लागिरहेछ। बाहिर मस्त के गर्दैछ यहाँ पुच्चापुच्चीहरू। चकचक
अल्छी सुतिरहेछ अल्छी गफ गर्दै हुनुहुन्छ सबैजना सङ्क्रान्ति मनाएर यस्तो यो चाहिँ के सक्छ हो अल्छी किन साह्रो अल्छी कि मातेर सुतेको हो जम्मा दिदीको जम्मा दिदी हजुर सङ्क्रान्ति कस्तो भयो ए सङ्क्रान्ति त एकदम रमाइलो भइरहेको छ पेट फुलेर घरमै टन्नै खाइयो क्या आएन बनाउनु भयो ल यहाँ छ मोबाइल यहाँ छ टिकटक बनाउने यहाँबाट यहाँ बनाउँदै मान्छे लगाएर पानी पानी कहिलेको जुत्ता होला नि टाटा टाटा ल बाई बाई सबैजनालाई ह्याप्पी माघे सङ्क्रान्ति रमाइलो भयो माघे सङ्क्रान्ति जुत्ता लगाइसकेको छ माघे सङ्क्रान्ति कालो देखिरहेछ त्यता त सो आजको लागि यति नै सर्ट भिडियो सर्ट ब्लग भनौँ यति नै हो आजको लागि है त